दर्शक महानुभावहरू हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानल जेके पोस्ट भ्लगमा। हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर जोडिनुहोस् ल। रुकुम पश्चिमको चौरजारीमा फेला परेको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरिएको छ। चौरजारी नगरपालिका 1 विमानस्थल नजिकै स्थानीय धीरबहादुर छेत्रीको घरको वाल निर्माणका क्रममा जग खन्दा फेला परेको बम आज नेपाली सेना चण्डी दलगणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार वाल लगाउँदा जमिन खन्दै गर्दा सकेट बम फेला परेको थियो। बम जस्तो वस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। खबर लगत्तै इलाका प्रहरी कार्यालय चौरजारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा प्रहरी टोली खटिएर सुरक्षा दिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर आज बम डिस्पोजल गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो। उक्त बम जनयुद्धकालमा गाडिएको हुन सक्ने आशंका गरिएको छ।